हेलो फ्रेन्ड्सहरु, आज हामी चाहिँ केबल कार घुम्न जाने भनेर प्लान बनाएको छौं र अब हामी चाहिँ केबल कारमा चढ्नलाई सरर गइरहेको छौं। यतातिर मुना, यतातिर सौगात, सम्राट उता, अनि यता चाहिँ हाम्रो सानबी बेबी। हाई। केबल कारसम्म चढ्न चाहिँ लगभग 40 मिनेटको ड्राइभ छ। अब चाहिँ हामी स्टार्ट गरौँ ल। केबल कार चढ्न जाने भन्न। ल अब चाहिँ हामी रेडी भइसकेका छौँ। ल अब जानु पर्यो। सौगात आफ्नो ठाउँमा जाऊ। हजुर। ल अब घरबाट बाहिर निस्क्यौँ हामीहरू। अब चाहिँ टक्क लगाएर रोडमा निस्क्यौँ है। यो केबल कारको हामी जहाँ घुम्न गइरहेको छौँ नि, यो चाहिँ भर्खरै नयाँ लगभग 15 दिन भएछ खुलेको। अनि मेरो एकजना साथीले मलाई भन्यो, अनि त्यहाँबाट आज हामी घुम्न जान आँटेको। धेरै रमाइलो हुन्छ होला है। त्यो हामी जाने ठाउँ चाहिँ अब आइडाहो स्प्रिङ भन्ने ठाउँ हो, कोलोराडोको। एकदम माउन्टेन सानो पुरानो टाउन हो त्यो चाहिँ। हामीहरू जाने भनेको चाहिँ एकदम पहाडको बिचमा लगभग 40-45 मिनट ड्राइभ गरेर जाने हो। अनि एकदम पहाड छ क्या। सिनहरू एकदम रमाइलो छ, हेर्नलाई पनि मजा आउँछ। म सिनहरू गाडीबाट खिचेर हालिदिन्छु, हेर्नु होला तपाईँहरू पनि। अनि इन्जोय गर्नु होला। पहाडको सिनहरू एकदम ब्युटिफुल सिनहरू छ। अब लगभग यहाँबाट माउन्टेन तपाईँहरू देख्न सक्नुहुन्छ है। यो माउन्टेन चाहिँ हामी लगभग गोल्डेन भन्छ यसलाई, गोल्डेन सिटीको नाम गोल्डेन हो है। अब हामी त्यहाँनिर जाँदैछौँ। आकाशहरू त कस्तो राम्रो देखिन्छ। भर्खर अब यहाँबाट पहाडहरू स्टार्ट हुन्छ बिस्तारै बिस्तारै। अनि हामी चाहिँ एकदम पहाडलाई छिचोलेर लगभग पहाडको पनि एकदम पारिपट्टि जाँदैछौँ है आज। हेर्नुहोस् त कस्तो राम्रो सिन देखिएको है। आकाश कस्तो निलो छ होइन, बादलहरू पनि कस्तो क्लियर देखिरहेको छ। अनि यो चाहिँ माउन्टेन भर्खर सुरु हुन आँट्दैछ। हामी भर्खर माउन्टेनमा जाँदैछौँ। अब एकदम रमाइलो हुन्छ भन्ने हामी आशा गर्दैछौँ। रमाइलो हुन्छ होला होइन, परिवारसित घुम्दाखेरि त रमाइलो हुन्छ नि। सबैजना केटाकेटीहरूले पनि मजा लिन्छन्। अब केटाकेटीहरूको पनि स्कुल अब छुट्टी हुन आँटेको छ। अर्को हप्तादेखि स्कुल छुट्टी हुन्छ, लगभग 2.5 महिना जति स्कुल छुट्टी हुन्छ। अनि अब त्यतिखेर हामी चाहिँ धेरै ठाउँहरूमा घुम्छौँ। त्यतिखेर हामी धेरै भिडियोहरू अपलोड गर्छौँ। त्यही भएर हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरेर राख्नु होला है। राम्रो राम्रो ठाउँहरू हेर्न पाउनुहुन्छ। तपाईँहरू पनि हामीसितै घुम्न पाउनुहुन्छ। अनि च्यानललाई सब्सक्राइब गर्नु होला, भिडियोलाई लाइक अनि सेयर पनि गर्नु होला है। ल हामी अब जाँदैछौँ। ल अब हामी आधी बाटो आइसक्यौँ होइन। यहाँनिर अब ग्यास भरियो, तेल सेल हाल्यो। अनि ल अब केटाकेटीहरू यहाँ मजाले नास्ता सास्ता गरे। हामी यतिजना टिम भयौँ अब है। यता सानो फुच्चे इयान, अनि यता हाम्रो सानबी, यता सौगात, सम्राट, सबैजना माथिको खिप नै। अब यहाँबाट चाहिँ हामी एक्ज्याक्ट माउन्टेनभित्र पस्यौँ है। अब हेर्नुहोस् त बाटो पनि अब राम्रो छ। माउन्टेन भर्खर स्टार्ट भयो। एकदम राम्रो पहाडहरू देखिँदैछ। अब पहाडमा गाडी कुदाउँदा चाहिँ अलिकति अब स्पिडमा सावधानीपूर्वक कुदाउनुपर्छ है। यो सबै गाडीहरू तपाईँहरू पार्किङ गरेको देख्नुहुन्छ नि रोडको दुई साइडमा। यिनीहरू चाहिँ गाडी यहाँ पार्किङ गरेर साइकल कुदाउने, अनि रनिङ गर्ने, ट्रेकिङ गर्ने होइन, अनि ट्रेल रनिङहरू गर्ने। अनि मुनिपट्टि खोला छ यहाँनिर। त्यहाँनिर खोलामा गएर यसो चिसो पानी खेल्ने मान्छेहरूको भिड हो। यो चाहिँ फर्स्ट टनल हो है माउन्टेनलाई
काटेर टनल बनाएको छ अनि यो चाहिँ फर्स्ट टनल हो। अनि यहाँबाट हामी अब क्रस गरिसक्यौँ। यस्तै छ, यहाँ मुनिपट्टि खोला छ ठुलो। अनि अब हामीहरू चाहिँ खोलाको माथि माथि र पहाडलाई काटेर यसरी बाटो बनाएको छ। एकदम राम्रो दृश्य देखिन्छ। यहाँबाट चाहिँ हामी अब जाँदैछौँ। हामीहरू जाने चाहिँ अब यहाँबाट लगभग 30 मिनट जति गाडीमा। अनि एकदम माउन्टेनको भित्रपट्टि छ त्यो ठाउँ चाहिँ, आइडाहो स्प्रिङ भन्छ त्यो ठाउँलाई चाहिँ। एकदम कोलोराडोको पुरानो सहरमध्येको एक हो। ल यो दृश्य हेरेर, पहाडको दृश्य हेरेर तपाईँहरू पनि इन्जोय गर्नु होला है। साह्रै रमाइलो रमणीय दृश्य छ, एकदम मनै भुल्ने खाले दृश्य हैन। झन् हिउँ परेको बेला त यहाँ त यस्तो रमाइलो देखिन्छ नि। यो सबै पहाडको डाँडाकाँडाहरू हिउँले ढाकेको हुन्छ। मसँग सायद हिउँ परेको बेलाको भिडियो छ होला यही लोकेसनको। म एकचोटि यहाँ हालिदिन्छु अनि तपाईँहरू पनि एकचोटि हेर्नु होला हिउँ परे पछाडि चाहिँ कस्तो देखिन्छ यो बाटो भनेर है। म यहाँ हालिदिन्छु एकचोटि अनि यसलाई हेर्नु होला है। हेर्नुभयो त है, मैले हिउँ परेको बेलाको एउटा फुटेज हालिदिएको छु। कस्तो रमाइलो देखिन्छ है। ल अब यो बाटोलाई तपाईँहरू पनि इन्जोय गर्नुहोस्। अब म चाहिँ अब तपाईँहरूलाई बिचबिचमा सानो सानो कुराहरू भन्दै जान्छु। भाइकी फ्रेन्ड हो क्या? पोपो भाइकी हो। अब फेरि हामी अर्को टनलमा आइसकेको छौँ। यो चाहिँ हाम्रो दोस्रो टनल हो है। यो टनल पनि अब कस्तो राम्रो इन्जिनियरिङ गरेर बनाएको है। पहाडको बिचमा मजाले दुलो बनाएर गाडी टनल बनाएको छ। अब अर्को टनल पनि आउँदैछ सँगै है। यो चाहिँ तेस्रो टनल भयो है। अब यहाँ फेरि अँध्यारो हुन्छ, क्यामेराको अटो फोकस आफै बिग्रिएछ है। त्यही भएर यो तपाईँहरूले धमिलो देख्न सक्नुहुन्छ। अब टनलबाट बाहिर निस्किने बित्तिकै चाहिँ फेरि फुटेज राम्रो आइहाल्छ। हामी आइपुगिसकेको छौँ यहाँ। हजुर ए यता मुना सानबी सानबी ल हामी फाइनल्ली केबल कार डेस्टिनेसनमा आइसक्यौँ होइन। अब केबल कार यहाँ तपाईँले ए उता केबल कार त्यहाँनिर छ हो है। सान्वी के छ खबर? के छ? राम्रो मजा आयो? सम्राट के छ खबर? हेर्नुहोस् तपाईँहरू त्यहाँ केबल कार आएको देख्न सक्नुहुन्छ। ल अब हामी चढ्नलाई रेडी भएर अब यहाँ माथि चढ्दैछौँ। अब हामी रेडी भइसकेको छौँ चढ्नलाई।
यहाँ चाहिँ वरपर तपाईँहरू धेरै साइक्लिङ गर्ने मान्छेहरू देख्न सक्नुहुन्छ। यिनीहरू चाहिँ केबल कारमा चढेर माथिपट्टि पहाडमा जाने अनि त्यहाँबाट माउन्टेन बाइकिङ गर्ने सबैजना मान्छेहरू हुन् यिनीहरू होइन। एकदमै फन लाइफ यिनीहरूले बाँच्छन् प्रायःजसो होइन। आउटडोर लभरहरू हुन्छन् यिनीहरू। साइक्लिङ यस्तो गर्छन् नि होइन। साइकल उडी 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 पहाडमा साइकल कुदाउँछन्। एउटा साइकल नै धेरै महँगो पर्छ है। लगभग 10 लाख 12 लाखको साइकलहरू हुन्छ। बाइकभन्दा पनि धेरै महँगो साइकलहरू हो यिनीहरू भनेको। यहाँनिर केबल कारमा लोड गर्ने अनि त्यस पछाडि माथि पहाडमा जाने अनि पहाडबाट मुनि आउने अनि फेरि केबल कारबाट जाने त्यस्तो गर्छन् है। हामी चाहिँ अब हाम्रो पाली पर्खिँदै बसेको लाइनमा। हेर्न सक्नुहुन्छ वरपर पहाडको नजारा कस्तो छ भनेर। एकदम राम्रो रमाइलो। हामी चढिसक्यौँ। माथि माथि गर्दो रहेछ कि तल हाल्दा चक्करकै हलायो भने स्मुथ गर्ने। Okay, you wanna do it? Come on. Okay. हाम्रो पछाडि अर्को आउँदैछ। कस्तो लाग्छ? सौगात मजा आयो? मजा आएको छ? आएन मजा? Lu. Okay. मोटा मजा आयो? ठीक. बेबी कस्तो आयो? तल मजा आयो? No. हामी चाहिँ अहिले माथि जाँदैछौँ। हामी पहिले केबल कारबाट मुनिबाट माथि चढेर माथि टपमा जाने अनि त्यस पछाडि फेरि फर्केर आउँछौँ। अहिले चाहिँ हामी माथिपट्टि जाँदैछौँ है। के मलाई चिसो भयो? चिसो हुँदैछ। तँलाई चिसो भयो? यसो गर्नु त एकचोटि यसो गर्नु बस। विन्डो ओपन छ यो पनि। हुँदैन विन्डो। कसरी ओपन हुन्छ? विन्डो ओपन भयो त। आले काटिया। ऊ यसरी माउन्टेन बाइक त्यहाँबाट चाहिँ झरेर बाइकबाट तल आउने होला के? होइन साइकलमै आउँछ। अघि साइकल लिएर उत्रेर साइकलमा आउँछन् अनि फेरि त्यहाँबाट चढ्छन् फेरि साइकल। त्यही त साइकल यता आउँछ फेरि। कति स्लो नि तर देखि साल भाइ? धेरै स्लो छ। स्लो त हुन्छ त हिमालय त किन स्लो छ? बरु यस्तो क्या? अनि तल माउन्टेन बाइकबाट साइकलबाट लड्यो भने सिधै मुनि गयो त। हामी चाहिँ अब यहाँ टपमा पुगेको छौँ है। यो चाहिँ माउन्टेन बाइकिङ गर्ने मान्छेहरू होइन है। अब माथिबाट जम्प गर्दै यिनीहरू माउन्टेन बाइकिङ गर्दै अब फेरि मुनि जान्छन् अनि फेरि केबल कारमा साइकल लोड गरेर फेरि माथि आउँछन् है। कस्तो मजा। सम्राट बस राम्ररी बस बेबी। बस्न लरिँदैन उभे पनि त लरिन्छ। सानवी मजा आउँदैछ? मजा? सम्राट मजा आउँदैछ? सौगात मजा आउँदैछ। गुड। पाठा मान्छे तर कस्तो सिसा रहेछ हौ। क्लियरै नआउने केही पनि। हेर्दाखेरि पनि Imagine if Jack and her worked out, I'd be hurting a whole lot more right now. But Jack met a girl and they fell in love. He didn't need a fix till they broke up. She took the town and Jack hit the road. He was going where she told him to go.
Only made it one last Tennessee, trying to outrun her memory. When Jack couldn't take it anymore, that's the day the whiskey was born. Thank you. That's the day whiskey was born. I never met, but I bet he felt a lot like me. Come on, y'all. अब हामी केबल कारबाट मुनितिर जाँदैछौँ। यस्तो मजा आउँदैछ होइन भाइ? हो किन सौगा? ए हामी त उड्दैछौँ। म त यहाँ थुप्रै बसिरहेको छु फेरि हेर्नु थालिहाल्छ भने है बहिनीलाई मजा आए जस्तो छ मलाई बहिनीलाई। नि त म बोक्दिनँ त मैले यसरी हेर पनि बाहिर यस्तो कुदाउनु त नि ल अब हेर्नुहोस् यी माउन्टेन बाइकरहरू है कस्तो माउन्टेन बाइकरहरू खतरा माउन्टेन बाइक गर्दैछ नि। साइकल हो खासमा तर अब यता चाहिँ बाइक भन्छ यसलाई। अनि यही बेलामा कोहीलाई माथि फाँसी माथि केबल कार कुद्दैछ मुनि मुनि बाइकरहरू। कुदाउँदैन त फेरि थाक्यो होला नि त बिचराहरू अहिले मान्छे धेरै छैन क्या दुई दुईजना त पठाउँदैछ नि त कपाल कपाल सबै यही माथि इनो के भएको हो यसलाई मैले प्याउले प्याउनु भएको धेरै प्याउनु यसलाई धेरै नैनार हो। है निन्द्राले त कहाँ यो यो बुढा खोलेर यस्तो यसो गर्छ यसो 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 गर्छ अनि त्यो फेसबुकमा रिल्स चलिरहेको हुन्छ नि बन्द यसो यसो गर्छ सबैजना केटाकेटीहरू केबल कारमा मजा लिँदैछन् है। यहाँ चाहिँ सिसा रहेछ मुनिपट्टि। अब सबै मुनिपट्टि हेर्न मिल्ने है पाहाडको नजाराहरू। अनि केटाकेटीहरू मजाले हेरेर इन्जोय गर्दैछन् मुनिपट्टि है। अब हामी लगभग फर्किँदैछौँ। हामीले अब मजाले इन्जोय गऱ्यौँ टाइमहरू होइन। माथि म्युजिक सानो सानो कन्सर्टहरू पनि भइरहेको रहेछ। अब लगभग हाम्रो ट्रिप सकिन आँट्यो है। हामी सक्यो अब हामी कहाँ जाँदैछौँ आजको हाम्रो केबल कार टुर चाहिँ दामी भयो है। एकदम रमाइलो भयो मजा आयो होइन। कमसेकम 3-4 घन्टा हामीले चाहिँ केबल कार इन्जोय गऱ्यौँ। अब हामी सकेर अब घर जाँदैछौँ होइन। ए सानबी यता सौगात यता सम्राट यता अब हामी जाँदैछौँ है त घरतिर। त गाइजहरू आशा गर्दछु तपाईँहरूलाई आजको भिडियो राम्रो लाग्यो होइन। हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई जति सक्दो सेयर गरिदिनु होला र लाइक पनि गरिदिनु होला। थ्याङ्क यू। बाँकी भेटौँला अर्को भिडियोमा।